स्वागत छ सबैजना ब्याङ्किङ एस्पिरेन्ट्सहरूलाई। यहाँहरूले तयारीको क्रममा जान्नुभएको होला कि बाफिया जुन बाफिया एक्ट 2073 हामीले भनेर भन्छौँ, यो कति महत्त्वपूर्ण छ भनेर। अङ्कभारको हिसाबले पनि, वेटेजको हिसाबले पनि, हजुर चाहे वस्तुगत क्वेसन प्र्याक्टिस गर्नुहोस् चाहे लिखित क्वेसन प्र्याक्टिस गर्नुहोस्, जुनसुकै ठाउँमा पनि नेपाल राष्ट्र ब्याङ्क एक्ट र बाफिया एक्ट मात्रै पनि तपाईँले राम्रोसँग कभर गर्नुभएको छ भने तपाईँको म्याक्सिमम् पर्सेन्टेज 80% लगभग ब्याङ्किङको सिलेबस तपाईँले कभर गर्न सक्नुहुन्छ, किनकि धेरै जस्तो क्वेसनहरू यिनै दुइटा एक्टसँग लिङ्केज भएर सोधिएको हुन्छ। बाँकी एक्टबाट पनि सोध्छ, तर धेरै वेटेज राख्ने च्याप्टर मध्ये बाफिया एक हो। अब यो बाफिया एक्ट पढ्दाखेरि यहाँ पनि तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ, टोटल 14वटा च्याप्टर छन् अनि 134वटा सेक्सन छन्। सर, यो सबै कसरी याद गर्ने, होइन? अब यो सबैलाई एकअर्कासँग इन्टररिलेट कोरिलेट कसरी गर्ने, यी सबै सेक्सन याद गर्नुपर्छ कि पर्दैन, यी यावत कुराहरू हुन्छन्। त्यही भएर यो धेरै विद्यार्थीहरूको यसमा चाहिँ कन्सर्न आएको हुनाले मैले एएमएल सिएफटीको भिडियो बनाइदिएको थिएँ हजुरहरूलाई। त्यसपछि यो बाफिया एक्ट 2073 चाहिँ तपाईँले अब इक्जाम आउनु थालिरहेको छ, नेपाल राष्ट्र ब्याङ्कको इक्जाम नजिकै छ। अब यसलाई छिटोभन्दा छिटो हामीले कसरी रिभाइज गर्ने त, होइन? सिएको इक्जाम पनि नजिकै आउँदैछ, तपाईँको डिसेम्बरदेखि सिएको इक्जाम पनि सुरु हुँदैछ भनेपछि बाफिया एक्टलाई छिटो र छरितो कसरी रिभाइज गर्ने भन्ने कुरा आज हामी यो क्लासमा गर्न जाँदैछौँ। सम्भवतः यो अलिकति भिडियो लामो भयो भने मैले पार्ट 2 पनि निकाल्नेछु। अब सुरु गरौँ, आउनुहोस्। अब यसमा टोटल 14वटा च्याप्टर छन् र 134वटा सेक्सन छन् भन्ने कुरा हामीले थाहा पाइसकेपछि पहिला जुनसुकै एक्ट पढ्नुभन्दा अगाडि चाहिँ हामीले यसको चाहिँ के छ त, यसको प्रिएम्बल के छ, यसको प्रस्तावना के छ भन्ने कुरा हामी जान्न जरुरी छ। यो किन आयो त यो एक्ट भन्दाखेरि ब्याङ्किङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, सिम्पल कुरा पब्लिक क्रेडिबिलिटी इन्हान्स गर्न। किनकि बाफिया एक्ट छ, त्यही भएर बाफिया एक्टले अरू ब्याङ्कहरूलाई कन्ट्रोल गर्छ, ब्याङ्कहरू रेगुलेटेड छन्, त्यही भएर हामी ढुक्कले आफ्नो पैसा चाहिँ ब्याङ्कमा लिएर राख्न सक्छौँ। बेसिक फन्डा यति नै हो। प्रोटेक्ट राइट अफ डिपोजिटर्स, डिपोजिटर्स भनेको तपाईँ हामी जब ब्याङ्कमा गएर पैसा जम्मा गर्छौँ, हामी डिपोजिटर भयौँ, हाम्रो अधिकार सुनिश्चित गर्ने। भोलि बिहान मैले 1 लाख रुपियाँ ब्याङ्कमा जम्मा गरेको छु, त्यो 1 लाख रुपियाँ मलाई चाहियो, अनि ब्याङ्कलाई माग्न गइसकेपछि ब्याङ्कले चाहिँ नदिएर ब्याङ्क भाग्यो भन्ने कुरा त हुँदैन नि त, होइन? राइट अफ डिपोजिटरको कुरा गऱ्यौँ अनि टु ब्रिङ फाइनेन्सियल स्टेबिलिटी अन इकोनोमी अफ नेपाल, नेपालको आर्थिक जुन स्थायित्व छ त्यो स्थायित्व कायम गर्नलाई पनि हाम्रो बाफिया एक्ट चाहिन्छ, होइन? हो, यिनी कुराहरू चाहिँ किन बाफिया एक्ट चाहियो त भन्ने कुरा भयो भनेपछि अब हामीले अनुमान लगाउन सक्नु पर्यो कि यो बाफिया एक्टभित्र कस्तो खालको कुरा होला नि त भन्दाखेरि ब्याङ्कहरू कसरी स्थापना हुन्छन्देखि लिएर ब्याङ्क भोलि बिहान खोलिसकेपछि को प्रोमोटर हुन पाउने, को डिरेक्टर हुन पाउने, को पाउने को नपाउने, डिस्क्वालिफाई के कारणले गर्दाखेरि हुन्छ, एउटा ब्याङ्क ए क्लास ब्याङ्क, बी क्लास ब्याङ्क, सी क्लास र डी क्लासमा यसरी बाँडेको छ चारवटा, अनि छुट्टै अर्को इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्क छ। अब यी एक ब्याङ्क बी क्लासको ब्याङ्क ए क्लासमा कन्भर्ट हुन सक्छ कि सक्दैन भन्ने यी यावत कुराहरू यसमा समेटिएको छ। ल हेर्नुहोस्, मैले तपाईँलाई यहाँनिर टेबल बनाएर दिएको छु, ठिक छ? यी सेक्सनहरू चाहिँ पहिला यो चाहिँ एउटा स्ट्रक्चर बुझ्नको लागि हो, ओभरभ्यू बुझ्नको लागि हो। ल हेर्नुहोस्, च्याप्टर 1मा जहिले पनि हामीले दुईवटा कुरा पढ्छौँ, एउटा यो सेक्सनको नाम के हो, यो एक्टको नाम के हो, अनि सेक्सन 2मा जहिले पनि डेफिनेसन दिएको हुन्छ। यति कुरा त अब तपाईँले रटिराख्नु पर्दैन, थाहा भइ नै हाल्यो। त्यसपछि च्याप्टर 2मा सेक्सन 3 देखि सेक्सन 7सम्म चाहिँ इन्कर्पोरेसन अफ बिएफआई भनेर भन्छ। बिएफआई भनेको चाहिँ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन, ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्स कसरी इन्कर्पोरेसन हुन्छ भन्ने कुराहरू यसमा दिएको छ। अब सिम्पल कुरा, तिनवटा कुरा मात्रै याद गर्नुहोस् अहिलेलाई। पब्लिक कम्पनी रजिस्टर्ड गर्नुपर्ने हुन्छ, नेपाल राष्ट्र ब्याङ्कसँग अप्रुभल लिनुपर्ने हुन्छ, ब्याङ्किङ कारोबार गर्नुभन्दा अगाडि चाहिँ लाइसेन्स प्राप्त हुनुपर्छ। यति तिनवटा कुरा दिमागमा राख्नुहोस्, पछि हामी डिटेलमा यसलाई हेर्छौँ। प्रायर अप्रुभल टु बी अब्टेन टु इन्कर्पोरेट बिएफआई, प्रायर अप्रुभल कसको होला? अभियसली एनआरबीको। प्रायर अप्रुभल इन्कर्पोरेट टु फरेन इन्भेस्टमेन्टको लागि अथवा ओपन ब्रान्च अफिसको लागि। 7 नम्बरमा प्रायर अप्रुभल मे बी डिनाइड। अब हामीले एप्लिकेसन त दिन्छौँ नि एनआरबीमा, होइन? ब्याङ्क खोल्न लाग्यौँ भनेर प्रमोटरहरू मिलेर, तर सबै मापदण्ड पुरा नभइसकेपछि उसले चाहिँ अप्रुभल नदिन पनि सक्छ, अप्रुभल डिनाइ गर्न पनि सक्छ। सिम्पल कुरा, डकुमेन्ट पुगेन डिनाइ गर्यो। त्यसै गरी च्याप्टर 3मा हामी प्रोस्पेक्टसको बारेमा हेर्छौँ। प्रोस्पेक्टस जहिले पनि तपाईँले सुरुमा नेपाल राष्ट्र ब्याङ्कलाई देखाउनुपर्छ प्रोस्पेक्टस बनाएर, हेर्नुहोस् हजुर हामीले यो प्रोस्पेक्टर चाहिँ पब्लिस गर्न थाल्यौँ, गरौँ कि नगरौँ भनेर नेपाल राष्ट्र ब्याङ्कमा रजिस्टर हुनुको लागि पठाउनुपर्छ। अनि नेपाल राष्ट्र ब्याङ्कमा रजिस्टर्ड नेपाल राष्ट्र ब्याङ्कले रजिस्टर्ड गर्नु पूर्व चाहिँ सेक्युरिटिज बोर्ड अफ नेपालले चाहिँ लिखित रूपमा पहिला नेपाल राष्ट्र ब्याङ्कलाई भन्नुपर्छ कि ल ठिक छ, यसको सबै काम कारबाही ठिक छ, यसलाई रजिस्टर्ड गरिदिनुहोस्, अनि बल्ल त्यो प्रोस्पेक्टस चाहिँ पब्लिस हुन्छ। अब प्रोस्पेक्टस भने के हो त भन्दाखेरि सम्पूर्ण डिटेल कम्पनीको दिएको हुन्छ। जस्तो तपाईँहरू इक्जाम दिएर बाहिर निस्किने बित्तिकै विभिन्न कलेजहरूका प्रोस्पेक्टस ती कागजहरू लगाएर बसेका हुन्छन् नि, त्यसमा के हुन्छ त, कलेजको नाम, कलेजको ठेगाना, कलेजको कोर्सहरू के पढाइ हुन्छ, त्यसको फी कति कति हुन्छ, ती सबै कुराहरू लेख्या हुन्छ। हो, ठ्याक्क त्यस्तै प्रोस्पेक्टसमा पनि
पनि हाम्रो के लेखा हुन्छ त भन्दाखेरि कम्पनीको आय व्ययदेखि लिएर सम्पत्ति दायित्वदेखि लिएर हरेक कुराहरू, यो कम्पनीको फ्युचर के हुनेवाला छ, यसको कामहरू के कस्तो भइरहेछ, यसका प्रोमोटरहरू को छन् भन्ने यी यावत कुराहरू चाहिँ प्रोस्पेक्टसमा दिएको हुन्छ। र यो प्रोस्पेक्टस इस्यु गर्नुभन्दा अगाडि राष्ट्र ब्याङ्कमा गएर रजिस्टर्ड गर्नुपर्छ। रजिस्टर्ड नगरेसम्म पब्लिस गर्न मिल्दैन। यो हुनको लागि सेभनले उताबाट रिटर्न एप्लिकेसन पठाउँछ राष्ट्र ब्याङ्कलाई। यिनी कुराहरू भयो। अब अलटमेन्ट अफ सेयर्स भन्नुपर्छ। कुनै पनि ब्याङ्कले आफ्नो सेयर निष्कासन गर्दाखेरि 51% आफूले राखे पनि 30% पब्लिकलाई दिनै पर्छ। अनि बचेको 0.5% जुन हुन्छ त्यो 0.5% आफ्नो इम्प्लोइलाई दिनैपर्छ। त्यसरी त्यो अलटमेन्टको कुरा गऱ्यौँ। अनि ट्रान्जेक्सन अफ सेक्युरिटिज भनेको सेक्युरिटी किन्न बेच्न कति वर्षपछि पाउँछ त? किन्न बेच्न पाउँछ कि नै त? प्रोमोटरहरू मिलेर ब्याङ्क खोले, भोलि बिहान सबै सेयर बेचेर हिँडिदिने पो हुन् कि? ल हेर्नुहोस् त, यसरी हामीले एक एक गरेर हेर्दै गयौँ भनेपछि सरसर्ती सबै कुरा कभर हुँदै जान्छ। आउट अफ नो वेयर सिधै क्वेसन प्र्याक्टिस गर्न बसिरहेछौँ, सिधै अर्को बुक उठाएर पढिरहेछौँ भनेपछि के हुन्छ त भन्दाखेरि हामीले कुन सेक्सन कहाँनिरको के पढ्दैछौँ भन्ने कुरा मेसो पाइँदैन। यसरी पढ्दाखेरि अब एकचोटिमै त याद हुँदैन। हेर्नुहोस्, तर बारम्बार रिपिटेटिभ वेमा, अब सुरुको चोटि पढ्दाखेरि अलिकति टाइम लाग्ला, तर यसलाई चाहिँ हामीले कन्टिन्युस वेमा होइन अलिअलि ग्यापमा हेर्दै गयौँ भने यी सेक्सनहरू आफै याद हुन्छन्। छुट्टै कि दुःख गर्नै पर्दैन। तपाईँलाई लाग्ला यत्रो सेक्सन हामीले कसरी याद गरौँला? मैले पनि सुरुमा सिए पढ्दाखेरि यो सोच्दाखेरि त्यही लाग्थ्यो, ओहो यो लको यत्रो सेक्सन, फलानु एक्टको यत्रो सेक्सन, केही हुँदैन। ती सबै आफ्नो ठाउँमा छरेर बसेका हुन्छन्। बाफिया पढ्दाखेरि ओके बाफियाको यो सेक्सनमा यो छ, यो सेक्सनमा यो छ। नेपाल राष्ट्र ब्याङ्कको 4 नम्बर सेक्सनमा जहिले पनि अब्जेक्टिभ दिएको छ, अनि 5 नम्बरमा काम कर्तव्य अधिकार दिएको छ। त्यसै गरी उतापट्टि सेक्सन 69ले जहिले पनि मर्जर एन्ड एक्विजिसनको कुरा गर्छ। यसरी ट्याक्कै ट्याक्कै याद हुँदै जान्छ है, यसमा हात पर्दैन। अनि त्यसपछि अर्को इम्पोर्टेन्ट भनेको फर्मेसन अफ बोर्ड अफ डिरेक्टर। ल हेर्नुहोस्, बोर्ड अफ डिरेक्टर हामीले नेपाल राष्ट्र ब्याङ्कमा पनि पढ्छौँ, बोर्ड अफ डिरेक्टर बाफियामा पनि पढ्छौँ होइन। कतिजना बोर्ड अफ डिरेक्टर हुने त? डिरेक्टर कति हुने? 5 देखि 7 जना भन्ने हो कि होइन? उतापट्टि नेपाल राष्ट्र ब्याङ्कमा पढ्नुभयो भने चाहिँ 7 जना डिरेक्टर भन्ने होला, 1 जना गभर्नर, 2टा डेपुटी गभर्नर, अनि त्यसपछि आएर एउटा सरकारको मान्छे, त्यसपछि बाँकी 3 जना अरू हुन्छन् होइन। त्यसरी 7 जना पुग्ने भए। यहाँ पनि त्यस्तै कुरा, फर्मेसन अफ बोर्ड। अनि कति वर्षको लागि हुन्छन् त? नेपाल राष्ट्र ब्याङ्कमा बोर्ड अफ डिरेक्टर 5 वर्षको लागि हुन्छन्। त्यसै गरी यता बाफिया अन्तर्गत ब्याङ्कहरूमा चाहिँ बोर्ड अफ डिरेक्टर 4 वर्षको लागि हुन्छन्। उनीहरू फेरि अब उनीहरूको रिअपोइन्टमेन्ट हुने कि नहुने, एक्जिक्युटिभ डिरेक्टरको रिअपोइन्टमेन्ट हुने कि नहुने, कति वर्षमा उनीहरू चाहिँ निष्कासन हुने, मिनिमम एज कति, क्राइटेरिया, यी विभिन्न कुराहरू यहाँ दिएको छ। त्यस्तै गरी बोर्ड मिटिङ, बोर्ड मिटिङ कतिचोटि बस्ने त? 12 महिनाको 12 चोटि बोर्ड मिटिङ बस्ने भन्छ। र त्यो बिचमा 60 दिनको ग्याप हुनुपर्छ भनेर भन्छ। त्यो 60 दिनको ग्याप किन राख्यो होला होइन? किन उनीहरूलाई त्यस्तो गरेर होला भन्ने खालका कुराहरू अहिले हामी हेर्छौँ एक एक गरेर। ल हेर्नुहोस् त, यसरी सरसर्ती चाहिँ अब तपाईँहरू इक्जाममा सोधिन सक्छ कहिलेकाहीँ एमसिक्यूमा कि च्याप्टर 4मा के को बारेमा दिएको छ, अथवा बोर्ड अफ डिरेक्टरको बारेमा कुन च्याप्टरमा दिएको छ। च्याप्टर 4मा बोर्ड अफ डिरेक्टरको बारेमा दिएको छ। ट्रान्जेक्सन अफ सेक्युरिटी च्याप्टर 3कोमा दिएको छ। त्यसरी अरू हामी हेर्दै गयौँ भनेपछि च्याप्टर 5मा लाइसेन्सको बारेमा दिएको छ। लाइसेन्समा तपाईँले नाम के राख्ने, हेर्नुहोस् है, हाम्रा 4वटा क्लासका ब्याङ्क छन्। यी सबै ब्याङ्कहरू ए क्लास, बी क्लास, सी क्लास, डी क्लास कुन क्लास हो भन्ने कुरा नामबाट छुट्टिन्छ। जस्तै ए क्लासलाई तपाईँले एकछिन बिर्सिनुहोस्, बी क्लासलाई हेर्ने हो भने जहिले पनि त्यहाँनिर डेभलपमेन्ट ब्याङ्क हुन्छ। त्यसो भए मलाई भन्नुहोस्, एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क चाहिँ कुन ब्याङ्क होला? डेभलपमेन्ट ब्याङ्क होला कि ए क्लास ब्याङ्क, कमर्सियल ब्याङ्क होला? त्यसरी सीमा फाइनेन्स भन्ने शब्द जोडेको हुन्छ, डीमा लघु वित्त अथवा माइक्रो फाइनेन्स भनेर शब्द जोडेको हुन्छ। अनि त्यसरी तपाईँलाई थाहा हुन्छ कि ए क्लास, बी क्लास, सी क्लास, डी क्लास कुन ब्याङ्क हो भनेर। यसरी कुनै पनि नाम स्पेसिफाई गराएको छैन, तर ब्याङ्क भनेर लेखाएको छ भने त्यो ए क्लास ब्याङ्क हुन्छ। त्यसरी अर्को क्यापिटल। अब क्यापिटल कति रहने त? ए क्लास ब्याङ्क हुनुको लागि कति क्यापिटल चाहिन्छ त? मैले तपाईँलाई क्वेसन सोधेको छु, त्यसको कमेन्टमा एन्सर दिनु होला। एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क कुन ब्याङ्क हो? ए क्लास ब्याङ्क हो कि बी क्लास ब्याङ्क हो? किनकि डेभलपमेन्ट छ त्यहाँनिर, यसको एन्सर दिनु होला। त्यसरी क्यापिटल, नेपाल राष्ट्र ब्याङ्कको क्यापिटल कति हो? नेपाल राष्ट्र ब्याङ्कको बाफिया अन्तर्गत ए क्लासको 8 अर्ब भन्छ, बी र सी क्लासको नेसनल लेभल र प्रोभिन्स लेभल भनेर छुट्याएको छ, अहिले हामी हेर्छौँ। तर ए क्लास ब्याङ्कको लागि 8 अर्ब हो भने नेपाल राष्ट्र ब्याङ्कको लागि कति क्यापिटल होला कमेन्ट गर्नुहोस्। प्रोभिजन अन अपरेसन अफ ब्याङ्किङ एन्ड फाइनेन्सियल ट्रान्जेक्सन भनेको छ। यिनी कुराहरू हामी तल हेर्छौँ अब एक एक गरेर, ठिक छ। मेनली तपाईँहरूको इक्जाममा यदि तपाईँ चाहिँ एनआरबी सेकेन्ड लेभलको तयारी गर्दै हुनुहुन्छ भने लगभग यहाँसम्म कभर गर्नु भने तपाईँको लगभग कभर भयो कुरोकानी। त्यसपछि यो अकाउन्टहरू राख्ने कुरा, अडिटिङ कसले गर्छ भन्ने कुराहरू भयो होइन, अडिट कमिटीका कुराहरू आउँछन्। मर्जर एन्ड एक्विजिसनको यसको छुट्टै अर्को एक्ट नै छ होइन। मर्जर एन्ड एक्विजिसनको प्रोसेस के हो, थ्योरिटिकल अप्रुभल भने के हो, राष्ट्र ब्याङ्कसँग के डकुमेन्ट पुऱ्याउनु पर्दछ, मर्जर एन्ड एक्विजिसन कसले गर्न पाउँछ, कम्पलसरी मर्जर एन्ड एक्विजिसन हामीले कतिखेर गराउँछौँ भन्ने कुराहरू यसमा हामीले पढ्छौँ। भोलिन्टरी लिक्विडेसन अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्स,
त्यसपछि प्रोभिजन अफ म्यान्डेटरी लिक्विडेसन। लिक्विडेसन भनेको के हो त भन्दाखेरि अब यो संस्था धेरै चल्न सक्दैन, अब यसलाई बन्द गरौँ, यसको दायित्व धेरै हुन थाल्यो, यसको एसेट्सले यसको दायित्व धान्न नसक्ने अवस्थामा आइसक्यो, अब यसलाई लिक्विडेट गर्नु पर्यो। अथवा तिमीले भनेको अनुसार आफ्नो जुन उद्देश्य हुन्छ त्यो उद्देश्य अनुसारको काम भएन भने पनि बन्द गर्नुपर्ने हुन्छ। यस्तो बेलामा कम्पलसरी लिक्विडेसनको लागि चाहिँ प्रोसेस हुन्छ, कोर्टले प्रोसेस चालु गर्दछ। नेपाल राष्ट्र ब्याङ्कले पनि त्यहाँनिर महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यिनी कुराहरू त्यसमा हामीले हेर्दछौँ। ल हेर्नुहोस् त, यो सबै तपाईँलाई चाहिँ यो सुरुमा टेबल मात्रै हेर्नुभयो भने पनि एउटा कन्सेप्ट चाहिँ आफ्नो माइन्डमा बस्छ कि अब त्यो छरिएर पढ्नु पर्दैन। अब पढ्दै गयौँ भने हाम्रो ठ्याक्क लिङ्क हुँदै जान्छ। ओके, बाफियाको फर्स्ट च्याप्टरमा यो थियो, सेकेन्ड च्याप्टरमा यो थियो भनेपछि कहाँनिर के पढाएको थियौँ भन्ने कुरा याद आयो भने पनि इक्जाममा हामीले एन्सर लेख्न सक्ने हुन्छ। ठिक छ, ल अब हामी सुरु गर्छौँ। सेक्सन वानमा त अब नाम के हो भनेर लेखा हुन्छ, त्यसमै भइहाल्यो। अनि सेक्सन टूले के भन्छ त भन्दाखेरि डेफिनेसनहरू दिएको हुन्छन्। यसमा अब विभिन्न डेफिनेसन दिएका छन्, मैले सबै डेफिनेसन यहाँनिर राखिनँ। ठिक छ, अलिकति इम्पोर्टेन्ट कन्फ्युजिङवाला डेफिनेसन मात्रै यहाँनिर राखेँ। अब अहिलेसम्म तपाईँले ब्याङ्क भनेको एबिसिडी सबैलाई ब्याङ्क नै भनेर बुझिराख्नु भएको छ होइन, तर होइन। बाफियाको सेक्सन 49(1) स्पेसिफिकल्ली भनेको छ कि ए क्लासलाई ब्याङ्क भन्ने भनेर होइन, ए क्लासलाई ब्याङ्क भन्ने। र 49 सेक्सन 49 सबसेक्सन 1मा के भन्छ त भन्दाखेरि ए क्लास ब्याङ्कहरूले गर्न मिल्ने ट्रान्जेक्सनहरू यी तलका हुन् भनेर लेखा छ होइन। त्यसरी सेक्सन अर्को इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्कलाई पनि हामीले ब्याङ्क भनेर बुझ्छौँ। तर फाइनेन्सियल इन्स्टिट्युसन भनेपछि बी क्लास, सी क्लास र डी क्लास भनेर बुझ्छौँ। हेर्नुहोस् है, बी क्लास, सी क्लास र डी क्लास फाइनेन्सियल इन्स्टिट्युसन भनेर बुझ्छौँ। ब्याङ्क भनेपछि के बुझ्छौँ त, ए क्लास र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्क भनेर बुझ्छौँ। यो हाम्रो डेफिनेसनमा दिएको छ। त्यसरी नेटवर्थ भनेको के हो त भन्दाखेरि टोटल एसेट्स माइनस एक्सटर्नल लाइबिलिटिज भनेर भन्छौँ। अनि अफ ब्यालेन्स सिट आइटम के हो त, अफ ब्यालेन्स सिट आइटम भने अफ ब्यालेन्स सिट आइटम भनेको हेर्नुहोस् त, तपाईँले अहिलेसम्म बुझ्नु भएको छ कि छैन, एकदमै सिम्पल छ। कस्तो हुन्छ त भन्दाखेरि एउटा कहानी सुन्नुहोस् है त। तपाईँको साथी साथी मलाई त एकदमै गाह्रो भयो, कस्तो गाह्रो भएको छ भनेर पीडा सुनाउनु थाल्यो। तपाईँलाई माया लागेर भन्नुभयो, ल साथी भोलि बिहान केही पऱ्यो भने मलाई सम्झी 5-10 हजारसम्म त मैले पनि सहयोग गर्न सक्छु। हेर्नुहोस् है, 5-10 हजारसम्म त मैले पनि सहयोग गर्छु। अब वचन दिनुभयो तपाईँले, एउटा कन्डिसन भयो। अर्को कन्डिसन, साथी आयो सेम प्रब्लम सुनायो, तपाईँले भन्नुभयो आफ्नो गोजीबाट 5 हजार झिकेर, ल साथी मसँग अहिले हो छ, यसले काम चला भनेर 5 हजार दिनुभयो। हेर्नुहोस्, अब हामीले हिसाब किताब राख्दाखेरि सेकेन्डचोटिमा जब मैले 5 हजार दिएँ त्यसपछि मैले मेरो हिसाब के राख्छु त भन्दाखेरि मेरो खल्तीबाट 5 हजार रुपियाँ गयो, मेरो ब्यालेन्स सिटमै चढ्छ अथवा मेरो प्रफिट एन्ड लसमै चढ्छ त्यो कुरा। तर जुन सुरुको चोटि मैले सान्त्वना मात्रै दिएको थिएँ नि, त्यतिखेर त मेरो एक्चुअलमा 5 हजार गएको छ त छैन। तर भविष्यमा कहिले त्यो साथी माग्न आयो भने त दिनुपर्छ नि त। हो, त्यही भएर चाहिँ मैले माथि मेन ब्यालेन्स सिटमा नदेखेर तलपट्टि अफ ब्यालेन्स सिट लेखिराख्छु कि भविष्यमा मैले यो दिन सक्छु है, यो तिर्न पर्ने हुनसक्छ है भनेर त्यसरी लेखेको लागि हामीले के भन्छौँ त, अफ ब्यालेन्स सिट आइटम भन्छौँ। एकदमै सिम्पल भाषामा बुझ्नुभयो नि होइन। अब यसका इक्जाम्पलहरू के हुन्छन् त भन्दाखेरि बिएफआई, ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनले दायित्व बेहोर्न पर्ने सम्भावना भएको त्यस्तो केही छ भने। अर्को छ लेटर अफ क्रेडिट। लेटर अफ क्रेडिटमा के हुन्छ त भन्दाखेरि उत्तिखेरै ब्याङ्कले तपाईँलाई पे गर्दैन, उत्तिखेरै ब्याङ्कले पैसा दिन्छ त दिँदैन, उसले त बस एउटा चिठी लेखेर मात्रै दिने हो होइन। अब त्यो चिठी लिएर उतापट्टि तपाईँहरूले एक्सपोर्टरलाई बुझाइसकेपछि पछि एक्सपोर्टरलाई पैसा पठाउने त्यो पछिको कुरा हो। तर लेटर अफ क्रेडिट इस्यु भइसक्ने बित्तिकै पैसा जाँदैन, तर पैसा जाँदैछ भन्ने कुरा त थाहा भयो नि त। हो, त्यही भएर त्यो इन्फर्मेसन हामीले राख्नुपर्ने हुन्छ। यस्तो आइटमहरूलाई हामीले अफ ब्यालेन्स सिट आइटम भनेर भन्छौँ। अर्को छ हाइपोथेकेसन लोन। के हो त हाइपोथेकेसन लोन भने, सुन्नु भएको छ योभन्दा पहिला? अब हामीले इङ्ग्लिस वर्डको ठ्याक्कै मिनिङ खोज्ने हो भने ए कस्तो हाइपोथेटिकल कुरा गर्यो यो मान्छेले भन्छौँ, त्यो वाला मिनिङ होइन। यहाँ हाइपोथेटिकेसन लोनले के भन्छ त भन्दाखेरि स्टकको अगेन्स्टमा तपाईँसँग गोदामभरि सामान छ, तर अब यो गोदामको सामान त बिस्तारै बेच्दै जानु पर्यो, बिस्तारै बेच्दै गएपछि बल्ल पैसा आउँछ। तर त्यो सामान बेचिन्जेलसम्म त तपाईँको रेन्ट तिर्नु पर्यो, कर्मचारी पाल्नु पर्यो, आफ्नो बिजनेस व्यापारलाई चाहिँ सम्हाल्नु पर्यो। भनेपछि तपाईँलाई पैसा आजको दिनमा चाहिएको छ, पैसा आउनेवाला छ भोलि। हो, अब यसलाई कसरी मिटिगेट गर्ने त भन्दाखेरि चाहिँ अब तपाईँ ब्याङ्क कहाँ जानुहुन्छ, ब्याङ्कसँग लोन माग्नुहुन्छ। अब त्यो लोन मागिसकेपछि तपाईँसँग धितो त केही हुँदैन। अब त्यो धितोको नाममा तपाईँले के भन्नुहुन्छ त भन्दाखेरि हेर्नुहोस् है, मेरो गोदामभरि सामान छ, त्यो म बेच्दै जान्छु, तपाईँलाई तिर्दै जान्छु भन्छ। हो, त्यो स्टकलाई यदि हामीले धितो राखेर लोन लियौँ भने त्यसलाई हामीले हाइपोथेकेसन लोन भन्छौँ। हो, अब त्यो स्टक कसको नाममा हुन्छ, ब्याङ्कको नाममा हुन्छ, तर हामीले त्यो स्टकलाई बेच्न पाइन्छ, किनकि भोलि भने स्टकै बेचेनौँ भन्दा ब्याङ्कको पैसा कसरी तिर्ने हामीले भन्ने कुराहरू त्यसमा हुन्छ। यी थिए डेफिनेसनमा। अरू इम्पोर्टेन्ट डेफिनेसनहरू 2-4वटा तपाईँले आफैले एकचोटि सरसर्ती उपन्यास पढे जसरी होइन, सरसर्ती कविता पढे जसरी पढ्नुहोस् र जुन इम्पोर्टेन्ट लाग्छ त्यो आफ्नो नोटमा सार्नुहोस् अथवा यसरी नै पढ्नुहोस्।
अब सेक्सन 3 मा इस्टाब्लिसमेन्टको कुरा गर्दाखेरि जहिले पनि ब्याङ्क एज अ पब्लिक लिमिटेड कम्पनी दर्ता हुनुपर्दछ, सिम्पल कुरा। त्यसपछि सेक्सन 4 मा हामी कुरा गर्छौँ प्रायर अप्रुभल लिनुपर्ने हुन्छ। एज अ पब्लिक लिमिटेड सुरुमा दर्ता गर्यौँ, त्यसपछि प्रायर हामी ब्याङ्क खोल्न जाँदैछौँ भनेपछि नेपाल राष्ट्र ब्याङ्कसँग पूर्व स्वीकृति लिनुपर्ने भयो, प्रायर अप्रुभल लिनु पर्यो। त्यसपछि प्रायर अप्रुभल लिएपछि सबै डकुमेन्टहरू चेक जाँच गरेर 120 दिनभित्र हामीलाई लाइसेन्स दिन्छ नेपाल राष्ट्र ब्याङ्कले। को तयार हुनुहुन्छ ब्याङ्क खोल्ने हो त आउनुहोस्, 4-5 जना तल कमेन्टमा लेख्नुहोस् सर हामी पनि ब्याङ्क खोलौँ भनेर, अनि खोलौँला मिलेर। अब त्यस्तो बेलामा डकुमेन्ट के बुझाउने त भन्दाखेरि ल हेर्नुहोस्, जहिले पनि यो मोए मोएको कुरा मैले गर्छु, एमओए एओए मोए मोए होइन, मेमोरेन्डम अफ एसोसिएसन र आर्टिकल अफ एसोसिएसन। अनि सँगसँगै हामीले के पनि दिनु पर्यो त, एप्लिकेसन पनि दिनु पर्यो कि हामी ब्याङ्क खोल्न चाहन्छौँ। अब यत्तिकै जोगी बनेर गएर हामीसँग पैसा छैन त्यही पनि हामी ब्याङ्क खोल्न चाहन्छौँ भन्नु त भएन। तर हामीसँग यदि पर्याप्त पुँजी छ र हामी ब्याङ्क खोल्ने अठोटमा छौँ भनेपछि त्यतिखेर हामीले के गर्न सक्छौँ त भन्दाखेरि हामीले एमओए एओए मेमोरेन्डम अफ एसोसिएसन, जसलाई के भन्छ त आर्टिकल अफ एसोसिएसन र मेमोरेन्डम अफ एसोसिएसन, प्रबन्ध पत्र र नियमावली, ठिक छ। एमओए भनेको प्रबन्ध पत्र, युए भनेको नियमावली। यी दुइटामा हाम्रो के कुरा लेखिएका हुन्छन्, कसरी बनाउनु भएको छ यो कुरा होइन भनेपछि यसमा डिटेलमा तपाईँको कम्पनीको नाम, तपाईँले के काम गर्ने हो, तपाईँको रुल्स एन्ड रेगुलेसन के हुने हो, तपाईँको उद्देश्य के हो, सबै कुरा मेन्सन गरेर ओसिआरमा गएर दर्ता गराएको हुनुपर्छ, ठिक छ। हो, यी आदि इत्यादि कुराहरू हामीले डकुमेन्टहरू बुझायौँ भने अनि हाम्रो के हुन्छ त इन्कर्पोरेसनको काम अगाडि बढ्दछ। त्यस्तै गरी इन्कर्पोरेसन अफ बिएफआई एन्ड फरेन इन्भेस्टमेन्ट भनेको छ। फरेन इन्भेस्टमेन्ट जुन वैदेशिक लगानी पनि लगाएर हामीले ब्याङ्क खोल्न त सक्छौँ, तर त्यसको लागि एउटा लोकल कर्पोरेट एन्टिटी भनेर भन्छौँ, नेपालकै व्यक्ति नेपालकै संस्था कोही चाहिँ संलग्न भएको हुनुपर्छ। यति नै थियो च्याप्टर 2 सम्म। अब च्याप्टर 3 को प्रोस्पेक्टसदेखि हामी अर्को भिडियोमा गर्छौँ। आजको लागि यति नै गर्छौँ। बाँकी केही कुरा कन्फ्युजन छ, बुझ्नुभएको छैन भनेपछि तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। र अन्य कुन टपिक तपाईँलाई गाह्रो लाग्छ, ब्याङ्किङ रिलेटेड, सिए रिलेटेड, ल रिलेटेड, जुनसुकै टपिक तपाईँलाई गाह्रो लाग्छ त्यो टपिक तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। त्यसमा हामी चाहिँ यस्तै सर्टकट रिभिजन भिडियो बनाएर चाहिँ पढ्नेछौँ, ठिक छ। ल आजलाई हामी यति नै गर्छौँ। हस् त, धन्यवाद।